कार्यक्रमको चाहिँ अब हामीलाई टाढोबाट भएकोले गर्दाखेरि हामी बिदा लिन चाहन्छौँ र यहाँ सधैँको लागि सधैँको लागि त सधैँको लागि होइन तपाईँहरूको फेरि यो बिचमा अब तपाईँहरूको तुरन्त केही छ भने होइन बनाउँछ भने त्यो चाहिँ तपाईँहरू फोनमै बसेर बात मारेर दुरन्नु बोलाउनु तेह्रको बात हुन्छ हुन्छ त्यो होइन अहिले तपाईँको हल्लो भन्ने चल्छ छँदैछ ल अब कुरो चाहिँ बिदवारीको लागि जोर सगुन राखेर हामी अब चाहिँ लाग्छौँ है भनेर चाहिँ यो सगुन राखेर उहाँहरूले बिन्ती भाउ बिसाएपछि अब यो होटलमा 35-36जनाको लावा लस्करलाई एक हप्तासम्म राख्नु त हामी सक्दैनौँ नै है अहिलेको पेसाअनुसार र त्यसले गर्दाखेरि अनि हाम्रो पक्षबाट घरको पक्षबाट चाहिँ के छ भन्दाखेरि तपाईँहरू लावा लस्कर आज राजालाई लिएर आएर आज रानीलाई लानुहुँदैछ हाम्रो पक्षबाट र कुरो अघि नै हाम्रो चिनापना भइसकेको छ अनि सबै हाड मासु सबै तपाईँहरूको जिम्मामा हातमा दिइसकेका छौँ र त्यसले गर्दाखेरि अब उसको भविष्यको कुरोहरूमा तपाईँहरूले सबै कुरो जिम्मेवारी लिने काम हाम्रो छोरीचेलीको जिम्मेवारी लिने काम तपाईँहरू किनभने हाम्रो फुलदेखि लिएर सबै कुरोबाट परिवारबाट नै तपाईँहरूलाई हाम्रो छोरीहरूलाई चाहिँ दिएको छौँ तपाईँहरूको हातमा दिएको छौँ है र त्यसले गर्दाखेरि अब भविष्यमा कुनै पनि अनुमानहरू नहोस् कुनै परन्तु परमेश्वरलाई पनि हामी यही प्रार्थना चलाउँछौँ अनि यहाँको स्थानीय देवी देवताहरूलाई पनि हामी यही नै प्रार्थना चलाउँछौँ यहाँ स्थानीय हाम्रो महाकाल बाबालाई पनि यही नै प्रार्थना चलाउँछौँ दुईजना जुन राजा रानीको दाम्पत्य जीवन सधैँ हाँसी खुसी होस् मुना मदनको जस्तै रहोस् सधैँ नै कञ्चनजङ्घा जस्तो उच्च शिर रहोस् होइन गरी खाओस् होइन र त्यसले गर्दाखेरि हाम्रो घरको पक्षबाट भन्नु केही पनि छैन जुन एउटा परिवार बाँधिएको छ किन मैले भनिहालेँ एउटा जुन सागो तयारी भएको छ एउटा ग्यामन कम्पनीले बनाएको साग लर्थरको कम्पनीले बनाएको होइन जहाँ कि टुटिहाल्ने र भत्किहाल्ने होइन ग्यामन कम्पनीले चाहिँ रिपोर्टेड हो होइन र जुन एउटा तपाईँहरू यो दुई परिवारको एउटा सम्बन्ध जुन जोडिएको छ यो बरकरार रहोस् है जुन चिनाजाना हो कि होलसेलमा जस्तो भयो आज यो भिडले गर्दाखेरि अब आउने दिनहरूमा पनि दुःख सुखमा यस्तो भेटघाट हुँदाखेरि चिनाजाना हुँदै जान्छ हजुरहरू सन्धि यताउता आइनु र भविष्यमा एक दुई कुरा हामीले भन्नै पर्छ ज्वाइँलाई है एउटा बुढ्यौली नियम पनि हो अहिलेको समयमा देखादेख भएर नै बिहा जानुहुन्छ दाम्पत्य जोडीहरू बनिने सरसल्लाह अगावै भएको हुन्छ पहिलाको जमानामा चाहिँ घरले हेरिदिनु पर्थ्यो र ल्याउने कुराहरू हुन्थ्यो र अहिले चाहिँ अब हामी 5G होइन 6G अब पुगिसकेका छौँ त्यसले गर्दाखेरि आज दुईजना वरवधुको जुन एउटा विचार मिलेर दुई परिवारमा मिलेर आज उहाँहरूको जुन यो शुभ लगन भयो होइन र हाम्रो पक्षबाट भन्नु केही पनि छैन ज्वाइँलाई यही कुरा भन्छौँ अहिले तपाईँले हाम्रो छोरीचेलीलाई सुन देखेर लानुभएको छ पछाडि फलाम देख्नु भएन यति मात्र कुरा हो अहिले सुन देख्नु भएको छ पछाडि गएर चाहिँ फलाम रहेछ यो त हुँदैन सक्दैन यस्तो उस्तो भन्ने कुरोहरू चाहिँ यो कुरोहरू चाहिँ नहोस् है भविष्यमा हुँदैन पनि किनभने उहाँहरूको जोडी एकदम राम्रो छ भगवान्ले मिलाइदिएको जोडी छ तपाईँहरूको जुन एउटा परिवारको जुन एउटा अनुहार हेरेर नै चिनिहाल्छ नि नाच्ने मान्छे खुट्टामै चिन्छ भनेको जस्तै है तपाईँहरूको परिवारको जुन एउटा मुहार छ हँसिलो मुहार छ मृदु मुस्कान छ त्यसमा हामी चिनिहाल्यौँ कि पक्कै पनि यो परिवार एकदमै सम्पन्न परिवार हो हरेक कुरो जानेको बुझेको परिवार हो भन्ने हामीलाई पूर्ण विश्वास लागेको छ किनभनेदेखि हेर्दा नै चिनिहालिन्छ नि त है र त्यसले गर्दाखेरि हाम्रो राजा रानीको जुन भविष्य सफल होस् आउने दिनहरूमा सबै कुरोहरू सोचेको कुरोहरू पुगोस् होइन घरको आमा बाबाको पक्षबाट पनि अजीहरूको पक्षबाट पनि अजाहरूको पक्षबाट पनि तताजुहरूको पक्षबाट पनि होइन सबैको पक्षबाट है र त्यसले गर्दाखेरि अब धेरै लामो गर्दाखेरि तपाईँहरू टाढो जानुपर्छ है उता पनि सायद गाउँमा पर्खिरहेको होला राजा के कसो भएर आउँछ भनेर है र त्यसले गर्दाखेरि आजको जुन एउटा यो स्वादपूर्ण एउटा शुभ लगन भएको छ यस्तै तरिकाले हरेक जीवनहरू हाम्रो दाम्पत्य जीवन दुईजनाको जीवनहरू बितोस् यस्तै तरिकाले यस्तै राम्रो तरिकाले होइन ऐनो सानो बाँधेर अब ज्वाइँले विशेष गरेर चाहिँ यता पक्षको चाहिँ
सन्तानहरू चिनेर आउँदाखेरि चाहिँ मुख कसैले होइन हात कसैले लिएर आउनु पऱ्यो कुरो यो हो है सुनिलेको बुढाबुढीको भनाइअनुसार यो छ है होइन अब अहिले त यो मान्दैन किनभने अहिले मैले भनेँ अब 6G पुगेकोले यो यस्तो कुरोहरू यो कुरोहरू मिथ्या कुराहरू भन्छ तर यही कुरोले गर्दाखेरि आज हामी जाति बाँचेका छौँ हाम्रो संस्कृति बाँचेको छौँ हामी गोर्खा जाति नेपाली जाति भन्ने कुरो यही कुरोले बाँचेको कारणले गर्दाखेरि आज यो रीतिथितिलाई हामीले अप्नाउनु परेको कारण चाहिँ यो हो होइन तर यो रीतिथितिलाई हामीले बरकरार राख्नु जरुरी छ र सबै हाम्रो जन्तीबाट आउनुभएको सबै अजा अजी हाम्रो नानाहरू हाम्रो दाजुहरू दिदी बहिनीहरू जति पनि आउनु भएको छ तपाईँहरूले अब कसैले खानु भएन कसैले गाली गऱ्यो होला हाम्रो काम गर्ने हाम्रो साथीहरूले हाम्रो इष्टमित्रहरूले तपाईँहरूलाई रेखदेख गर्नु सकेन होला लागेन होला मिठो भएन होला होइन त्यसको निम्ति चाहिँ हामी घर पक्षबाट चाहिँ एकदमै दुई हात जोडेर चाहिँ तपाईँहरूलाई क्षमा चाहन्छौँ है र अब विधौरी कुरोमा धेरै लामो कुराको निम्ति हो है र तपाईँहरूलाई एकदमै यहाँको स्थानीय महाकाली सभाले परमेश्वरले तपाईँहरू जुन जानुहुन्छ तपाईँहरूको वाहनमा जाँदाखेरि कुनै क्षतिग्रस्तहरू कुनै क्षतिपतिहरू नहोस् तपाईँहरूलाई सुरक्षित पुऱ्याइदिनुहोस् भनिकन यो प्रार्थना गर्दै जुन विधवरीको आज हाम्रो कार्यक्रम हामी समाप्त गर्छौँ हजुरहरूलाई सबैलाई जो